मनमा खुसी लागेको छ है केही शब्द बयान गर्ने छैन अब यति नै भन्न चाहन्छु है धन्यवाद तो चलिए शुरू करते हैं। हेलो गाइस अनि वेलकम ब्याक टु अनदर भिडियो अनि ह्याप्पी होली सबैजनालाई है। आज चाहिँ म नामरङमा छु है। अन्त आज चाहिँ हाम्रो सबै सिक्किम अनि नेपालभरिको ढकालको चाहिँ एउटा पिकनिक हुँदैछ है अनि ढकाल सम्मेलन हो। सो आज तपाईहरुलाई त्यहाँबाट ब्लग आउनेछ है गाइस। सो त्यहाँ गएर भेटौँ। सो अब चाहिँ हामी लाग्यौँ है बडाहरूको घरबाट माथि आजको पिकनिकको डेस्टिनेसनमा गाइस। सक्दा चिया दिन थालेको छ है गाइस। यो चाहिँ डाइनिङ हो है। सो यहाँ चाहिँ आज प्रोग्राम हुन्छ है गाइस। यहाँ सबैले गीत सिक्नु हुँदैछ आजको है। यहाँ चाहिँ आज सबै ढकालहरू माझमा यहाँ चाहिँ सानो पेन्टिङ जस्तो हुन्छ है। हेर्नुहोस् है डेकोरेसनहरू यो सबै हिजो आएर हामीले गरेको है। हामी सबै मिलेर ढकालहरू सेले नामराङको। सो आजको सम क्विजको प्राइजहरू अनि टोकन अफ लभहरू छ है यहाँ चाहिँ। सो अब चाहिँ किचनमा है गाइस किचनमा जाँदैछौँ। विशाल दादा सो यहाँ चाहिँ ब्रेकफास्ट बनिँदैछ है। यहाँ कटिङ हुँदैछ किचनमा। सो यहाँ चाहिँ जुलपी बनाउन रेडी हुँदैछ है गाइस। है यहाँ बेल्नु हुँदैछ त। के भन्नु छ बडा? यहाँ हलुवा है हलुवा रेडी हुँदैछ। एक दुई शब्द बोलिदिनुहुन्छ? एक दुई शब्द एक र दुई बोल्दै त अन्त एक कडा हो है। एक दुई बोल्दै बस मजा आया। सो है गाइस अब चाहिँ यहाँ आइफोन पाइरहेको छ। अब चाहिँ आइफोनबाट ब्लग हुन्छ है एकछिनको लागि चाहिँ है गाइस। सुरु हुँदैछ है गाइस। बाख्राले जुलपी खाँदैछ यहाँ चाहिँ। दिने मान्छे हेर्नु नि कति खतरा हुनुहुन्छ यहाँ। आम्मा सिस्टरको दाल हुँदैछ राम्रै। कुन छ आज तिम्रो तर? हामी ह्याप्पी। यस अन्नी होइन त गाइस। यहाँ चाहिँ है बिहानको ब्रेकफास्ट खाइ हुँदैछ सबैजना भएर है। एकदम भिड छ यहाँ चाहिँ है ब्रेकफास्ट हुँदैछ यहाँ चाहिँ। हुनुहुन्छ दामी एकदम मजा। अहिले चाहिँ हाम्रो पनि ब्रेकफास्ट टाइम हुँदैछ है। छोला अनि भटौरा छ है। कस्तो प्रमोद? दामी छ है छोला भटौरा छ। अनि यो चाहिँ एकदम दामी भएको छ है छोला भटौरा चाहिँ। बस गाजरको हलुवा है गाइस। अब यो टेस्ट गर्न आँटेको है गाइस। सुरु हुन आँटेको छ है यहाँ प्रोग्राम। मान्छे बिस्तारै बिस्तारै आउनु हुँदैछ। उहिले हामीलाई गर्दै आइरहेका र सिकाइरहेका पिँढीहरूले कसरी सिकाएर कसरी जोगाएर हाम्रो
यी कुराहरूलाई सच्याएर गएका छन् भन्ने कुरालाई हामीले सधैँ नै ध्यान दिनुपर्ने हुन्छ र आउँदो दिनहरूमा पनि हामीले यसलाई सधैँ नै बचाएर राख्नुपर्छ भन्ने यस कार्यक्रमको मूल उद्देश्य रहेको छ। हातमाले घडी बढाउन पुर्खाको संस्कृति जोगाउन हातमाले घडी बढाउन ढकाल पितृ मिलनको हजुरहरूलाई स्वागतम ढकाल पितृ मिलनको हजुरहरूलाई स्वागतम 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 हजुरहरूलाई स्वागतम 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 हजुरहरूलाई स्वागतम भाव र भक्तिले स्वागतम प्रेमको मालाले स्वागतम भाव र भक्तिले स्वागतम प्रेमको मालाले स्वागतम ढकाल पितृ मिलनको हजुरहरूलाई स्वागतम ढकाल पितृ मिलनको हजुरहरूलाई स्वागतम 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 हजुरहरूलाई स्वागतम 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 हजुरहरूलाई स्वागतम। यसै रोडतिर गाडी पनि सबै आइसकेको छ। यहाँतिर हात्ती जस्तो मान्छे चाहिँ आइपुग्नु भएको छ है। अब हामी नेपालको गेस्टहरूलाई पर्खिरहेका छौँ है। यहाँबाट देखिन्छ है पण्डाल। है अझै आउने मान्छे आइरहनु भएको छ है। खाजाको कार्यक्रम हुँदैछ यहाँ। खाता लगाइदिनु हुँदैछ यहाँ। तेह्रथुम जिल्लामा जन्म भई अहिले झापा जिल्लामा यसो बसोबास गरेँ। मेरो पेसा भनेको खेती नै हो। यसो गाई पालन गरेर झापामा त धेरै नै चिन्छ गाई पालन 10-20 गाई पालेर बसेको छु। अहिले मेरो पेसा त छोराले पनि अगाडि बसेको छ। सिपी भाइ चाहिँ गएर यसो दर्शन गरिदिनु भयो। त्यसमा धन्यवाद। अब यस्तै हामी ढकालहरू नजिक हौँ बसौँ भनेर अनि आसामको ढाकुमा गएर पोहोर हामी 15 दिनसम्म गएर बसेर त्यहाँ गएर यसो त्यस्तै पुरानो आयोजना गरेर हाम्रो अगुवानी चाहिँ उहाँ नै हुनुहुन्छ। उहाँकै पछि लागेर गएर त्यहाँ हामीले केही कार्यक्रम त्यहाँ सकिरहेछ भन्ने कुरा चाहिँ त्यहाँ गएर मात्रै हामीले थाहा पायौँ। हाम्रा पुर्खाले त्यहाँ पाइलो टेकेर त्यो कुवाको पानी खाएको ठाउँमा पनि हामीले त्यहाँ पूजाविधि गरेर ब्राह्मण राखेर आयौँ। नाति त्यसको माथि चन्द्रलाल ढकालको नाति त्यसको माथि जगनिधि ढकालको नाति र त्यसको माथि जयमङ्गल ढकालको नाति र हामी सबै त्यही बाबैका सन्तान हौँ र यसरी नै हामी सधैँ सधैँ यसरी नै जमघट गरेर मस्ती मनाउनु पर्छ। धन्यवाद। अर्को दुनियाँमा नै ए अर्को दुनियाँमा नै सेवा गर्नु बाआमालाई खुसी हुन्छन् राम सेवा गर्नु बाआमालाई खुसी हुन्छन् राम जहिले हामीलाई हतार हतार जहिले हामीलाई काम जहिले हामीलाई हतार हतार जहिले हामीलाई काम। त्योभन्दा अगाडि मैले एउटा सानो साइडी लेखेको छु। त्यो वाचन गरेर कविता सुरु गर्नेछु र त्यसै गानबना। स्वागत छ यो काव्य बगैँचामा प्रिय परिवार मेरो बाबा आमा हजुरबा हजुरआमा दाजुभाइ दिदीबहिनी धन्य छन्। स्नेहको माया अमृत जीवन आफ्नो पनको न्यानो स्पर्श घरको आँगन मधुर हर्ष मायाले भरिएको परिवार स्वागत छ यहाँ हृदय अपार। Thank you.
आकाशभन्दा माथि छ मेरो, तर बाध्यता हरेक पाइला अघि। मतिर रहरलाई सार्न खोज्छु र रहरले मलाई टार्न खोज्छ। जीवन यसरी नै चल्दैछ, साला जिन्दगीमा तनाव होइन, तनावमा जिन्दगी छ। चोट मुटुमा लाग्छ तर आँखा रसाउँछ, घाउ एकछिन कराउँछ र आँसु बनेर हराउँछ। बाआमाको लागि पनि केही गर्न सकिरहेको छैन। कसैले भन्छन् काम गर, पढाइ बिचैमा छुटाउन नि मन छैन। कुरा टार्नेले के भनेर टारिसके, सुन्नेले आफैलाई बन्द कोठामा पारिसके। आज नि आमाको कलले उठायो, रुँदै थिएँ म, आँसुले कलेज जान छुटायो। बा भन्छन् कोसिस गरिस् र हार नमानिस्। कसरी र कुन मुखले भनौँ बा, जुन समाजलाई अपनाउँदै घरबाट टाढा आए म, त्यही समाजले आज मलाई हार्न बाध्य बनायो। धेरै भोगिसके अब म हार्नै छैन, धेरै भोगिसके अब म हार्नै छैन। साँच्चै एउटा कुरा भनौँ, आफ्नो पाइलापछि सार्ने छैन। कोसिस गरिराख तिमी मलाई छार्ने, मेरो आमाले मन्दिरमा बालेको दियो अझै निभेको छैन। धन्यवाद। हामी है मन्दिर जाँदैछौँ। यहाँ माथि मन्दिर छ है, त्यसपछि गुराँस पनि फुलेको छ। यहाँ पनि हेर्नु गुराँस आम्बो है।
गुराँस हेर्नु गाइस है माथि नामराङ मन्दिर छ है ढुङ्गा माथि मन्दिर छ यहाँ एकदम दामी छ हेर्नुहोस् अब हेर्नु गाइस कस्तो दामी बनाएको छ यहाँ झन्डै लडेर क्या सो यहाँबाट उकालो जान्छ है हेर्नुहोस् कति दामी छ है तपाईँले यहाँ गणेश भगवानको मूर्ति देख्नुहुन्छ है यहाँ बाटो बनाएको थियो है अनि यो चाहिँ त्यो काठ मक्काको हुँदाले भक्यो अन्त अब चाहिँ यहाँबाट बाटो छ है पहिलाकै जग्गाबाट यहाँ गुराँसहरू पनि फुलेको छ है एकदम दामी छ हेर्नुहोस् गुराँस यहाँबाट मन्दिर छ है गाइस यो मन्दिर हो यो जुत्ता लगाएको छ है जुत्ता खोलेर भित्र देखाउँछु तपाईँहरूलाई म हेर्नुहोस् कस्तो सेटिस बनाएको छ है अब यहाँ भित्र चाहिँ शिव मन्दिर छ है हेर्नुहोस् गाइस कस्तो दामी छ है यहाँ एकदम धार्मिक जग्गा यहाँबाट भ्यूहरू चाहिँ एकदम सेटिस है यहाँबाट नामराङ देखिन्छ यही जग्गा हो नामराङ चाहिँ है हेर्नुहोस् अम्बो हो यहाँबाट हेर्नुहोस् भ्यू पोइन्ट जत्तिकै हो है यहाँ चाहिँ अब भ्यू पोइन्ट जत्तिकै होइन भ्यू पोइन्टै हो यस्तो सेटिस देखिन्छ यहाँबाट टोटल सेलेहरू पनि देखिन्छ तल 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 छ है सबै एकदम दामी भइरहेको छ यहाँ गुराँस फुलेको बेलामा चाहिँ दामी हुन्छ है गुराँस एकदमै फुलिरहेको छ कस्तो सेटिस देखिरहेको छ हेर्नुहोस् त्यहाँ पछि गाइस हामी चाहिँ खाना खाना लागेको है खाजा है खाजै भनौँ है लाइन बस्दा बस्दा हत्तु भयो बल्ल पालो आयो है सबैजना खानु हुँदैछ खाना छ है दाल छ के सिस्नो सबै छ है जो है यहाँ खाना मैले हालिसकेँ भित्र डाइनिङमा चाहिँ पुरा भिड थियो र यहाँ आएको है आलु छ यहाँ यो सलाद हो कोपी छ यहाँ गोर्खे अचार छ यो इस्कुस पनिर पापड यहाँ गुन्द्रुकको अचार छ यहाँ सुप छ है यो सिस्नुको सुप हो दाल पनि छ यहाँ है यति छ है हेर्नु गाइस है यो चाहिँ अब एकदम टोकन अफ लभ पाएको छ है खुसी लागेको छ मनमा है हुन्छ गाइस मनमा खुसी लागेको छ है केही शब्द बयान गर्ने छैन अब यति नै भन्न चाहन्छु है धन्यवाद समझ रहे हो ना चाहिँ खोलि पनि सकेको छौँ प्रोग्राम सकेर पनि अब चाहिँ माथितिर पनि डल्लै खोलिसकेको छौँ है यहाँ सबै उयो भइसकेको छ किचनमा पनि अब डल्लै उयो हुँदैछ है क्याटरिङको मान्छे पनि जाने सबैभन्दा यो पर्दाहरू पनि खोलिसकेको छौँ है डल्लै पर्दाहरू निक्ल्यो है चियरहरूको कपडा त्यो कभर पनि निकालेर सबै यहाँ पनि अब सकिएको छ है आजको प्रोग्राम चाहिँ यतिमै अब शेष भएको छ है गाइस आजलाई यस्तै हाँस्दै खेल्दै यति नै ब्लग भयो है अन्त कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिन बिर्सिनु हुँदैन भन्छु है सो आजलाई यति नै फेरि पनि अर्को राम्रो ब्लग बनाएर लिएर आउनेछु हेर्दै गर्नुहोस् है गाइस
Thank you.